कहिलेकाहीँ त लाग्थ्यो यो जीवन बेकार रहेछ के यो यस्तो बाँच्नुभन्दा यस्तो तनाव लिएर बाँच्नुभन्दा त मर्नु नै बेस हुन्थ्यो। अनि म 8 क्लास पढ्दाखेरि बुवा विदेश जानुभयो। अनि त्यसपछि हाम्रो मधेसी समुदायमा त दाइजोको लागि बुवालाई त अगाडिदेखि नै गर्नुपर्छ नि त। छोरीको बिहेमा त 10 लाख 15 लाख जति अब जस्तो फ्यामिली पाउँछ नि त्यस्तै डिमान्ड पनि हुन्छ उनीहरूको। अब हाम्रो केही खेतबारीहरू त्यस्तो केही थिएन, केही बेचेर छोरीको बिहे गर्छु भने पनि त्यस्तो केही थिएन। 3-4 वर्ष मेरो बुवा चाहिँ विदेश गएर कमाएर मेरो लागि मेरो दाइजो दिने चाहिँ पैसा जोहो गरेर राख्नु भएको थियो। मन पराएर बिहे गरेको। मेरो बिहे चाहिँ 2071 सालको फागुन महिनाको 15 गते भएको थियो। त्यति अहिले चाहिँ 10-11 वर्ष झन्डै भयो। अरूको छोरी मैले भित्र्याएँ, अब मेरै छोरी हो, मैले उसलाई छोरी बनाएर राख्नुपर्छ भन्ने त्यो भावना नै हुँदैन के। हाम्रो बिहे चाहिँ लगत्तै भयो। 1 वर्ष जति चाहिँ हामी लोकसेवा तयारी गऱ्यौँ। 1 वर्ष चाहिँ हुँदा मतलब पुग्दा नपुग्दै बुवाको चाहिँ ब्रेन ट्युमर ठहर्यो क्या। 16-17 दिन जति आइसियुमा भर्ना गरेर राख्यौँ। त्यसपछि डाक्टरहरूले जवाब दियो कि हामी उहाँलाई बचाउन सक्दैनौँ। सरको चाहिँ एउटा भाइ छ, बहिनी छ, तिनीहरू पनि 8-9मा पढ्दै थियो। अब आफू पढ्ने कि उनीहरूलाई हेर्ने कि के गर्ने। अब हामीसँग अब त्यो पुरै कस्तो भयो कि हाम्रो जीवन नै मतलब त्यतिखेर लाग्थ्यो कि आफ्नो जीवन नै सखाप भयो जस्तो लाग्थ्यो। घर परिवारको टेन्सनमा मतलब तनावमा श्रीमान श्रीमतीमा पनि जतिखेर नि कचकच हुने त्यो पैसा किन्नुमा उसँग माग तिमीले पनि गर्नुपर्छ, मैले पनि गर्नुपर्छ भनेर। श्रीमानहरूले बुझ्नुपर्ने मेरो विचारमा चाहिँ काम भनेपछि अब जस्तो महिला र पुरुषको उहाँहरूको मनस्थिति फरक हुन्छ के। महिलाले यो काम गर्नुपर्ने, यो पुरुषको काम, यो महिलाको काम, त्यस्तो मतलब भेदभाव नहोस्। घरमा पनि महिलाको काम धेरै हुन्छ, त्यसमा पनि गाउँघरको महिलाको त अब सहर बस्ने र गाउँ बस्नेको धेरै फरक हुन्छ। बुवालाई मैले मेरो बुवालाई उता माइतीको बुवालाई भने बुवा मेरो यस्तो छ, मेरो किस्ताहरू धेरै छ, किस्ता अब टन्नै तिर्नुपर्छ, अब तपाईँले केही गरिदिनुपर्छ। अनि बुवाले चाहिँ मेरो 10 लाख जति पैसा आफ्नो खेत जग्गाहरू राखेर मलाई चाहिँ दियो के सापट्टि। नाइसक्यो, कता आएको? नाना घर आएको? हमरा तर आ न। ए আমার नातिन बार बुदियार बड कालो कमा दिया। अनि मेरो बुवालाई चाहिँ मम्मी भन्दा पनि धेरै बुवाले चाहिँ सहाय सुसाय गर्नु भएको छ मेरो सबैजना। उहाँले अब खेतबारीमा पनि काम गर्नु पर्थ्यो। 4वटा छोराछोरी 5वटा भएपछि त्यो तिनीहरूलाई पनि एकदम केयर त गर्नु नै पर्थ्यो। हामीहरूको सानो हुँदाखेरि मेरो भाइ बहिनीको नुहाइ धुवाइ यताउता सबै गर्ने बुवाले गर्नुहुन्थ्यो। अरूलाई अनि मेरो बुवालाई हेर्दाखेरि मलाई एकदम मतलब मेरो बुवा मतलब कति बुझ्ने हुनुहुन्छ भनेर त्यही छरछिमेकमा गाउँमा हेर्थे कसैको बुवाले त्यस्तो मतलब गर्नुहुन्थ्यो। आफूलाई गर्व मतलब महसुस हुन्थ्यो के त्यतिखेर।
अहिले यो मधेसी समुदायमा दाइजोहरूको त्यस्तो कुरा नचलेको भए मेरो बुवालाई विदेश जानु पर्दैन थियो। आफ्नो छोराछोरीसँग परिवारसँग घर परिवारमा मतलब बस्ने मौका हुन्थ्यो। तर यो दाइजो प्रथाले गर्दाखेरि मेरो बुवा विदेशिनु भयो। त्यहाँ CFWमा चाहिँ भ्याकेन्सी निस्क्यो एकजनाले छोडेपछि साथीले। अनि त्यहाँ भ्याकेन्सी आएपछि मलाई भन्नुभयो साथीहरूले तिमी एकचोटि ट्राई गर न, तिम्रो हुन्छ भनेर, तिम्रो कामहरू राम्रो छ भनेर मलाई भन्नुभयो साथीहरूले। अनि मैले त्यहाँ एप्लाई गरेपछि त्यहाँको सरहरू मेरो दुःखलाई भनौँ न मध्यनजर गरेर मेरो घर परिवारलाई हेरेर नि उहाँहरूले अलिकति मेरो काम पनि राम्रो थियो। अनि त्यसपछि उहाँहरूले चाहिँ मलाई त्यसमा मौका दिनुभयो काम गर्ने। सर चाहिँ 8,000मा काम गर्नुहुन्थ्यो, म चाहिँ त्यहाँ CFWमा मलाई 22,000 तलब दिन थाल्यो। अनि त्यसले मलाई एकदम मतलब ठुलो सहयोग भनौँ न, ठुलो सहयोग भयो त्यतिखेर। अनि त्यसपछि अलिकति घराइसी समस्याहरू अलि चाहिँ टर्न थाल्यो कि अलि राम्ररी। अनि मेरो वातावरण चाहिँ यता घरको त्यो ऋण चाहिँ यताउता धेरै सहज भयो कि मैले काम गर्दाखेरि। अनि मेरो श्रीमानलाई पनि धेरै सहयोग मिल्यो। मैले चाहिँ त्यहाँ काम गर्दा गर्दा 4 कट्ठा जति मैले जग्गा पनि किनेँ आफ्नो कमाइको। अनि श्रीमान पनि खुसी हुनुभयो। अनि मेरै नाममा जग्गा तिम्रै नाममा किन, तिमीले कमाएको तिम्रै नाममा किन भनेर मलाई भन्नुभयो। अनि 4 कट्ठा मैले जमिन चाहिँ त्यहाँ आफूले काम गरेर किनेँ।